सुहाना थापा आफ्टर लङ टाइम पछि 2 इयर्स पछि एक भगवत गीता दिन हराएको सुहाना थापा एक नयाँ मुभी लिएर कमब्याक भएको छ। सुहाना थापा मात्र नभएर यो मुभीमा हामीले सौगत मल्ललाई पनि देख्न सकिन्छ। भाइरल गोर्खे मुभीमा राम्रो स्क्रिप्ट, राम्रो प्रेजेन्टेसन र दमदार एक्टिङले सौगत मल्लले राम्रो अडियन्सहरूको मन जितेको थियो। अब सौगत मल्ल, सुहाना थापा र प्रकाश सपुत एकसाथ भएको मुभी परालको आगो, यसको टिजर युट्युबमा ड्रप भएको छ र यो मुभीको डाइरेक्टर हो लक्ष्मण सुनार। यत्रो ठुल्ठुलो क्लास एउटै मुभीमा देख्दा मजा आउनुको रिजन जुन टिजर सुरु हुने टाइममा जुन बाँसुरीको धुन मन छुने खालको छ, जुन सुहाना थापा र प्रकाश सपुतको प्रेजेन्टेसन, डायलग्स रोने कराउने, यो सब हेर्दा कता कता फिल भयो कि म ओल्ड मुभीको टिजर हेर्दैछु। टिजरमा यति त साफ छ कि सुहाना थापा र प्रकाश सपुत म्यारिड हुन्छ। अब दुईजनाको लाइफ कसरी सर्भाइभ गर्छ सँगै बस्दैन यो त मुभी हेरेर मात्रै थाहा हुन्छ। र मलाई यो मुभीमा सौगत मल्लको पनि स्ट्रङ क्यारेक्टर छ जस्तो लाग्यो। कारणले गर्दा सौगत मल्लको पनि ब्याक स्टोरी दमदार टाइपको छ जस्तो फिल हुन्छ। यो मुभी त्यस्तो ग्रान्ड लेभलको त छैन, एक नर्मल जस्तो लाग्छ। यो टाइपको नेपाली मुभी हामीले अलरेडी धेरै नै हेरिसकेको छौँ र भए पनि स्टोरी स्ट्रङ र यही थिम, यही प्याटर्नले मुभीको स्टोरी अगाडि बढ्यो भने नयाँ वर्षको वान अफ द बेस्ट मुभी बन्न सक्छ। किनकि जस्तो मुभी होस्, स्टोरीमा दम र एक्टर्सको पर्फर्मेन्समा दम छ भने मुभी ब्लकबस्टर हुनु कसैले रोक्न सक्दैन। टिजर हेर्दा कुनै ठाउँ फिका लाग्छ भने कुनै ठाउँ राम्रो लाग्छ। हुन त यो मुभीको ट्रेलर आउनु बाँकी नै छ, त्यसपछि हल्का भए पनि थाहा हुन्छ कि मुभी आखिर कस्तो छ, इमोसन मात्रै छ कि कमेडी पनि छ कि र स्टोरी कतिको स्ट्रङ छ भनेर। र यो मुभी वैशाख 11 गते नेपालको हलहरूमा रिलिज हुने तयारीमा छ र तपाईँहरूले पारलको आगोको टिजर हेर्नुभएको छ कि छैन, यदि हेर्नुभएको छ भने कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। र भिडियो मन पऱ्यो भने लाइक सेयर गर्न नबिर्सिनु होला र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि भेटौँ अर्को भिडियोमा, तपाईँसँग मलाई बाई।